लाएर म चाहिँ काममा निस्केँ झोला सलाम बोकेँ ठ्याक्कै होइन अब हिँड्नै पर्ने भयो अलिअलि 2-4 पैसा त्यो घाम त साह्रो ल बबाल घाम लागिरहेको छ तर यो पोल्ने घाम चाहिँ छैन हिँडेको त्यति चाहिँ खुसी लाग्छ चिसो अब सर आउँछ त्यो घामले पोलेको चाहिँ महसुस हुँदैन ठ्याक्क लाएर फेरि पनि सरी ठ्याक्क लाएर निस्केको ठ्याक्कै जुत्ता लाउन बिर्सेछ चप्पलमा चल्दिरहेको फेरि विदेश जस्तो ठाउँमा काममा जाँदाखेरि पनि टक्क चप्पल लाएर झन्नै हिँडिरहेको बरु आइसक्यो भिडियो बनाउने चक्करमा ट्याक्क निस्केँ अब म चाहिँ भरे 11 बजेभन्दा पछाडि चाहिँ फर्किनुपर्छ लगभग 4-5 किलोमिटर हो अहिले 3 बजेबाट जोइन हुन्छु र 11 बजे चाहिँ टक्क फर्किन्छु अनि त्यो फर्किँदाखेरि पनि त्यो बनाउँदै आइन्छ क्या चिटमा गाडीमा आउनुपर्छ रातको 11 बजे चाहिँ मैले ट्याक्क लाएर काम सकेर निस्किएको अवस्थामा चाहिँ एक्लै छु कि अब लगभग गाडीमा त्यही 5-6 किलोमिटर हो तर टाइम चाहिँ फिक्स हुँदैन कि राति 11 बजे चाहिँ अब त्यति गाडी पाएन भने चाहिँ मैले चाहिँ टक्क लाएर लगभग 1 घन्टा 15 मिनट जस्तो चाहिँ मैले पैदल यात्रालाई प्राथमिकता दिनुपर्ने हुन्छ र मैले एक्सर्साइज पनि गर्नु हुन्छ म अलरेडी फिट एन्ड फाइन भएको मान्छे पनि फेरि अझै पनि फिट भएर चाहिँ हिँड्नुपर्ने अवस्था छ र यो रोमानियाको ब्रासो भ्यालीमा चाहिँ मेरो दैनिक यसरी चल्छ भ्याली यतिको सुनसान हुँदाखेरि पनि एक्लै यात्रा गर्न एउटा खाले मजा पनि हुँदो रहेछ क्या शीतलभरि यहाँको चाहिँ गर्मी नहुने एउटा चाहिँ राम्रो छ एउटा पक्ष चाहिँ राम्रो छ ट्याक्क अब यत्तिको हुन्छ यहाँ डेलिभरीमा साइकलमा डेलिभरी गरिदिने रहेछ सामानहरू ट्याक्क हामीले यहाँ जेब्रा क्रसिङ भन्दा अन्त विकल्प हुँदैन यो जेब्रा क्रसिङमा चाहिँ तपाईँ फ्याट्ट खुट्टा छिरिसकेपछि पनि ट्याक्कै लाएर फ्याट्टै गाडीहरू रोकिन्छ कि मेरो पछाडिबाट गाडी कति स्पिडमा आइरहेको थियो तर पनि रोकिन्छ यहाँको अवस्था चाहिँ यो सहरमा पानी पिउँ गाउँकै तिर्सना पठाइदिनु है आमा यसरी चाहिँ म ट्याक्क लाएर बसमा जान गरिदिन्छु सिन भयो त्यसपछि म रुममा आइपुग्छु र ट्याक्क कुकरमै खाना हानिदिन्छु किनभने अब कुकरमै हानिदियो भने कुकर पनि मस्काउनु पर्ने थालसाल मस्काउनु पर्ने झन्झटबाटै मुक्त भइन्छ क्या राति 12 बजे टक्क आएर कुकरमै खाना हानिन्छ अनि मस्त तरिकाले सुतिन्छ आराम गरिन्छ भोलिको लागि अब तयारी हुनु पर्यो नि फेरि खाएर होइन आराम गर्नुपर्छ टक्क खाने मस्त निदान सबैलाई बाई बाई।